भनेको त्यो डिलले एकदम तान्छ अरे होला 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 सायद होला हैन के हो माछाले गर्दा ल ल अब भनेपछि फ्राइडे जान्छु अनि तैँले ऐनामा हेर त तेरो पुतीको डिल कत्रो छ खुलाइसक्यो छ मोटो भक्क छ क्या हो, त्यही त भनेको अनि फेरि पुती सानो हुन्छ अनि त्यो डिलले त्यो चाहिँ बाहिरको टिसी चाहिँ देख्दैन होइन माथिको टिसी चाहिँ बाहिर निस्केको छैन तर भक्क छ क्या मेरो चाहिँ केही देख्दैन के त्यो भक्कु त्यो डिल मात्र देख्छ पुतीको पाल कोही सबै कोही त टिसी नै बाहिर आइराखेको हुन्छ कोही कोहीको त त्यो त पातली मान्छेको पो आउँछ त नि पातली मान्छेको यत्रो लामो टिसी हुन्छ बाहिर आइराखेको हुन्छ कोही कोही कति नराम्रो त्यो पातली मान्छेको हो कि पागल नि लाटी त्यो पातल केटीको अब त्यो छालाले अब छाला त्यो पातल हुन्छ नि त हाम्रो पो छाला पातलो भएर छोपिन्छ भनेर नि हाम्रो अलि छोटै हुन्छ क्या अनि त्यो पातली केटीहरूको चाहिँ पातली केटीको त त्यो तल कान पनि ल्याफ्याक्कै यस्तो हुन्छ त त्यो गङ्गुको तैँले कसरी बेरेको बेरेको जस्तो के है पुरै यस्तो कि पुरै जेलको कुचिरो अनि हो त्यो पातली केटीको त्यस्तो हुन्छ माछा यति कुरो जानेर तर कोही कोहीको चाहिँ फुटी चाहिँ यति लामो अनि टिसी नै बाहिर आएको अनि फ्याँक पुरै यस्तो फ्याँक्यो भित्र सबै देख्ने खालको हुन्छ त्यसो घिनलाग्दो तर हाम्रो चाहिँ त लास्टै राम्रो हो माछा भुक्कै देख्दैन क्या पुरै छोपिन्छ होइन हातले फटाउनु पर्छ भित्रको पौरटी हो हाम्रो भनेको भुक्के पौरटी यो केटा हो होइन यो तामाङहरूलाई थाहा हुन्छ आफ्नो बुढीको पुती कस्तो हुन्छ भनेर अनि यिनीहरूले थाहा हुन्छ कि तामाङनीहरूको पुती कस्तो हुन्छ भनेर जसले तामाङनीलाई चिकेछ अनि त्यसलाई थाहा हुन्छ कि कस्तो चिन्छ यार तामाङनीको पुती यार भोबाल हुन्छ यार कस्तो चिक्न पायो भने माकेछु भनेर यस्तो कुरा गरेर हिँड्छ रोन्डाहरू सही हो कि जसले चिकेछ त्यसलाई थाहा हुन्छ क्या तामाङनीको पुत्तीको बिल्ला अरे मान्छे बिल्ला मान्छेहरूको चिकेको छ तैँले पनि मान्छे सही कुरा गरेको बिल्ला